खतरा यहाँ डाइनोसरको छ हेर्न सक्नुहुन्छ। पनि हो सामान किन्नु अनि टक्क बोटसोट बनाऊ। बाजा छुट्यो भयो नि बाजे मिस भयो भनेर यहाँ कस्तो गरिरहेको छ दुखमन। हामी हुन्थ्यो कतिले यो हाल्ने एउटा लास्ट। ओके 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 यो त स्वाट तान्दा हड्डी होला भन्ने डर भयो कि न म तान्ने अरे तागा पिलो भन्छ त्यो बडी दाइको कुकिङ अनि अध्यक्षज्यूको खुवाई ल ओके हाम्रो सगाई आज चाहिँ हामी यहाँनिरै हजुर खाना गइरहेको छौँ, मुकबाङ हान्नु गइरहेको छौँ यहाँ दाइहरूसँग। खाँदै आज चाहिँ हाम्रो यस्तो फेरि तपाईँ खतरा यहाँ डाइनोसरको छ हेर्न सक्नुहुन्छ। के हो अब स्थिति मिक्स भात मकैको पनि छ, चाख्ला च्याख्ला च्याख्ला भात छ आज हामी खाना गइरहेको छौँ मुकबाङ गर्न गइरहेको छौँ दाइहरूसँग। फेरि अब चाहिँ हामी खाना गइरहेको छौँ। आज पो होला त कार्यक्रम जान्छ होला दाल चाहिँ जाने भन्दै थियो खाइसक्नु हजुर यस्तो छ यस्तो गाइस खानु पर्यो। सुरु गरौँ। हामी त भर्खर खाँदै हजुर भर्खर भयो बाजा हान्दा धमाधम बाजा छुट्यो भयो नि बाजे मिस भयो भनेर यहाँ कस्तो गरिरहेको छ दुखमन। भने त मैले कोही त हेर्नु भोलि र भोलि तयार गरौँ फेरि हजुर मैले भोलि शुक्रबार पनि हो सामान किन्नु अनि टक्क बोटसोट बनाऊ। सिरकहरू माथि छँदैछ हजुर मासु हो घाँडामा बस्ने प्लान पनि भइसक्यो गाइस हाम्रो यहाँ खाना खाँदै। त्यसको पनि भोलि भेटै आउँछ उमा लगौँ न उमा बाइकमा 1 नाइट स्टे। भरे उ गरौँ न बोलौँ न हुन्छ सबैको खोर्सानी खाऊ अब 1 घन्टा गाल्नु पर्ने हुन्छ यो बिहान ढिलो भयो कि है हानिदिएको भए चाहिँ फेरि हामी हुन्थ्यो खतरा सुप ल्याउँछु सुप त तोड्नुपर्छ खाना भन्नु चाहिँ छ
सजिन भाइ अचार है यो अचार छ त अचार छ नि भाइ यो हाल्ने एउटा लास्ट ओके ओके भदै फाँसी भएपछि मिठाउनु मसी बनाउनु चाहिँ मेहनत लाग्छ झरेन है खानै दामी छ मजा जेन्जीहरू हटाइ कस्तो छ सुप्छ म असली भोज है यो एउटा मैला हाल्ने पनि ल्याउनु पऱ्यो है अनि टेबलमा राख्नु टेबल राख्नु मैले भेटाएको सुप कडा हो हामी घर बेसी छैन हुन्छ भिडियोमा आउँछ सबै सल्लाहले खाएको है बोलेन के मसी झर्दैन त यो त स्वाट तान्दा हड्डी होला भन्ने डर भयो कि न म तानिदिन्थेँ मुखले तान्दैन के भने अलग थियो कि निस्क्यो अनि यो चाहिँ बेलुका खाएको खतरा हुन्छ है गलेर सुक्छ भल भने यसो सुक्ता नि कसले खानु दिन्छ होइन त्यो राँगा त पाक्थ्यो कि जो डाइनोसर भएर हो कि अलिक लेट भयो नपाक्यो पाएको हो खाना थोरै खाना खाँदैन सानसानोहरू मात्र हो यो सानसानोहरू हो त्यस्तोहरू लेप्टीले झापी हुन्छ एकछिन अब एक लट पुग्यो 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 मजा खाना कति दालले खाना खाना चुप मामा नुन हामी होला होस् छोडिदिनु म उता
हामी खाइयो भित्र र उयो किचनमा बाहिर त हिजोको कुकुरले त पल्किसकेको छ मसिलो कसरी निकाल्ने बिस्तारै सुसेर पनि भयो बालाको खाल दुलो पर्छ फेरि निस्केन है तपाईँको निस्केन साइडमा टोक्नु सक्यो काँथाको निकालिदिउँ निस्क्यो कि निस्केको छैन ल्याउ ए काँथाको त चलाउनै त सकेन छ काँथाको खतरा रहेछ हो भने सुत्न नि अप्ठ्यारो छ ताजा पिलो भन्छ टिका जोगिलो हुन्छ नि त खाइयो यतिमा पनि निस्क्यो यसमा पो रहेछ चिज त थोरै चाहिँ गलेन छ कि दाइ यो टोक्नै सकिने बाहिरको यो मिठो ए छिटो मिठो भिडियो भइरहेछ दाइ सक्यो त खाएर राष्ट्रै बाँकी हो म त अब यो मात्रै मजाले खाइयो ओके गाइस थ्याङ्क यू फर वाचिङ कस्तो लाग्यो प्रतिक्रिया दिनु नभुल्नु होला यस्तो हाम्रो गाउँको भाइ चाहिँ अर्ग्यानिक